तपाईं अहिले प्याराडाइज एग्रो च्यानल हेर्दै हुनुहुन्छ। यु आर वाचिङ प्याराडाइज एग्रो च्यानल। कृपया यो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकन दबाउनुहोला। नमस्ते दर्शक महानुभावहरू, हामीले लगाएको खरबुजा यो जापानिज स्वीट हाइब्रिड भेराइटीको जुन थियो त्यो चाहिँ नि अब लगभग तयार भइसकेको छ। केही खरबुजाहरू चाहिँ तयार भइसकेका छन् र यो वास्तवमा खरबुजाहरू अति नै गुलियो छ। जुन खरबुजा राम्रोसँग पाकेका खरबुजाहरू छन् तिनीहरू चाहिँ असाध्यै गुलियो खरबुजा छ। यी खरबुजाहरू देख्न सक्नुहुन्छ। यी खरबुजा चाहिँ ठुलोमा 5.5 केजीसम्मको पनि तयार भइसकेका छन् भने साना साना खरबुजाहरू चाहिँ 2.5 केजी 2 केजीसम्मका पनि साना साना खरबुजाहरू चाहिँ छन्। र हामीले यसभन्दा अगाडि पनि हाम्रा भिडियोहरूमा चाहिँ ड्रागन फलसँग खरबुजा खेती भनेर हालेका थियौँ र यो अन्ततः यो खरबुजा हार्भेस्ट गर्नको लागि चाहिँ अब सुरु भइसकेको छ। र यो फार्ममा भिजिट गर्न आउने महानुभावहरूले यो फार्मबाटै खरिद गरेर लगिराख्नु भएको छ। हामीले यो 35 रुपियाँ केजीमा खरबुजा बिक्री गरिरहेका छौँ। यदि तपाईँहरू पनि यो फार्मको नजिक हुनुहुन्छ भनेदेखि यहाँबाट यो खरबुजा चाहिँ खरिद गरेर लान सक्नुहुन्छ। तर त्यसभन्दा अगाडि चाहिँ आउनुभन्दा अगाडि एकचोटि फोन गरेर आउनुभयो भनेदेखि अझ कन्फर्म हुन्छ। किनभनेदेखि सीमित मात्रामा भएको हुँदा 500 बोट मात्रै हामीले लगाएका थियौँ। त्यति धेरै नभएको गर्दाखेरि चाहिँ एकचोटि कन्फर्म गरेर आउनुहोला। र यो चाहिँ नि के पनि भन्न चाहन्छु भने यो खरबुजा चाहिँ हामीले रासायनिक मल विषादी प्रयोग गरेका छैनौँ, पूर्णतः अर्ग्यानिक रूपमा उत्पादन गरेका छौँ। यदि तपाईँ यो च्यानलमा पहिलोपटक भिडियो हेरिराख्नु भएको छ अथवा हालसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन दबाइदिनुहोला। भिडियो हेर्नुभएकोमा धन्यवाद। च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न भुल्नुभयो कि? भिडियो हेर्नुभएकोमा धन्यवाद।